Hi everyone, welcome back to my channel. So today I will explain about how to get a Payoneer card from Nepal step by step guide. So यो भिडियो चाहिँ लास्टसम्म हेर्दिनु होला हजुरलाई एकदमै इम्पोर्टेन्ट छ यो अनलाइन बिजनेस ओनर्सहरुलाई फ्रीलान्सर्सहरुलाई अपवर्कमा काम गर्ने मान्छेहरुलाई धेरै नै इम्पोर्टेन्ट छ लाइक इन्टरनेशनली हामीले अनलाइन पेमेन्ट्सहरु गर्नुपर्ने हुन्छ फेसबुक इन्स्टाग्रामहरुमा एड्स रन गर्नुपर्ने हुन्छ त्यसको लागि हामीलाई चाहिने डलरै हो सो नेपालमा चाहिँ जम्मा $500 को लिमिट हुन्छ बट पेयोनियरमा चाहिँ हाम्रो नो लिमिटै हुँदैन हामीले जति पनि डलर लोड गर्न पाउँछौं एउटा पनि लिमिट्स नै हुँदैन पेयोनियरमा सो जति पनि हजुरले नेपाल बसी नै गर्न सक्नुहुन्छ एन्ड यो चाहिँ कसरी गर्ने भनेर चाहिँ म स्टेप बाइ स्टेप गाइड दिनेछु सो भिडियो चाहिँ लास्टसम्म हेर्दिनु होला सो पेयोनियर मास्टर कार्ड भनेको के हो त पेयोनियर मास्टर कार्ड भनेको चाहिँ एउटा हाम्रो इन्टरनेशनल प्रिपेड कार्ड हो जुन चाहिँ हाम्रो पेयोनियर एकाउन्ट खोल्ने बेलामा चाहिँ अमेरिकाको कुनै ब्याङ्कमा चाहिँ हाम्रो एकाउन्ट खोल्दिने गर्छ र जुनबाट चाहिँ हामीले इन्टरनेशनल अनलाइन पेमेन्ट्सहरु गर्न सक्छौं अनि हामीले फेसबुक इन्स्टाग्रामहरु बुस्टिङ गर्न सक्छौं अपवर्कबाट काम गर्ने मान्छेहरुलाई फ्रीलान्सर्सहरुलाई चाहिँ डलरमा पैसा आउँछ जुन चाहिँ त्यो पेयोनियर कार्डमा हामीले इजिली लिन सक्छौं सो यो चाहिँ हजुरहरुलाई एकदमै इम्पोर्टेन्ट छ सो मलाई चाहिँ धेरै जनाले सोध्दै हुनुहुन्थ्यो कि नेपालमै बसेर नेपाली सिटिजनले नै लिगली पेयोनियर कार्ड पाउँछ सो व्हाई नट नेपाली सिटिजनले नै इजिली नै लिगली नै पेयोनियर कार्ड चाहिँ इजिली पाउँछ र धेरै जना फ्रीलान्सर्स बिजनेस ओनर्सहरुले पनि युज गर्नुहुन्छ र त्यसमध्ये एउटा म पनि पर्छु मैले पनि पेयोनियर कार्ड चाहिँ युज गर्छु र धेरै वर्ष युज भयो त्यसको चाहिँ एकदमै राम्रो छ एकदमै इजी छ सबै कुरा इजी छ मजाले पेमेन्टहरु हुन्छ सो हामीले चाहिँ घरमै बसी पेयोनियर कार्डमा इजिली लिगली कसरी हामीले चाहिँ पाउँछौं त एकाउन्ट खोल्छौं त सो स्टेप नम्बर 1 मा त छ हामीले पेयोनियर एकाउन्ट चाहिँ क्रिएट गर्ने सो क्रिएट गर्नको लागि चाहिँ हामीले पेयोनियरको अफिशियल वेबसाइटमा जानुपर्ने हुन्छ गुगलमा सर्च गरेपछि इजिली आउँछ फर्स्टमै आउँछ सो त्यसमा क्लिक गरेर चाहिँ हजुरले त्यहाँ साइन अपको अप्सन देख्नुहुन्छ र साइन अपको अप्सनमा क्लिक गरिसकेपछि त्यहाँ इन्डिभिजुअल एकाउन्टमा चाहिँ क्लिक गर्नु होला सो त्यसमा क्लिक गरिसकेपछि चाहिँ हजुरको फुल नेम एड्रेस सिटिजन नम्बरहरु पासवर्ड आइडीहरु सबै हजुरले एकदमै करेक्ट भर्नुपर्ने हुन्छ हजुरको सिटिजन पासवर्डमा चाहिँ जे नाम छ त्यही चाहिँ हजुरले भर्नुपर्ने हुन्छ हजुरको डेट अफ बर्थहरु एक्ज्याक्टली करेक्ट हुन पर्छ नत्र पेयोनियर एकाउन्ट चाहिँ खुल्दैन सो हजुरले एकदमै एक्ज्याक्टली जे छ हजुरकोमा नागरिकतामा अर पासवर्डमा चाहिँ जे छ हजुरले त्यही चाहिँ मजाले भर्नुपर्ने हुन्छ र फिल गरिसकेपछि हजुरको पेयोनियर एकाउन्ट चाहिँ ओपन हुन्छ र स्टेप नम्बर 2 मा चाहिँ हजुरले आफ्नो एकाउन्ट चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ भेरिफाईमा चाहिँ हजुरको डकुमेन्टहरु अपलोड गर्नुपर्ने हुन्छ पासवर्ड अर सिटिजनशिपहरु फोटोहरु स्क्यान गरेर मजाले अपलोड गर्नुपर्ने हुन्छ इफ हजुरलाई एड्रेसको प्रुफ मागेछ भने हजुरले त्यो प्रुफ पनि प्रोवाइड गर्नुपर्ने हुन्छ र भेरिफाई गर्दाखेरि चाहिँ हजुरले आफ्नो ब्याङ्कको स्टेटमेन्ट पनि हाल्न नबिर्सिनु होला ब्याङ्कको स्टेटमेन्ट पनि त्यसले चाहिँ माग्छ सो ब्याङ्कको स्टेटमेन्ट लिन नबिर्सिनु होला त्यसलाई फोटो खिचेर नभए स्क्यान गरेर हजुरले त्यो डकुमेन्टमा चाहिँ अपलोड गर्नु होला एन्ड पेयोनियरले चाहिँ हजुरको एकाउन्ट चाहिँ भेरिफाई गर्छ सो भेरिफाई गर्न चाहिँ पेयोनियरले चाहिँ 1 to 3 डेज वर्किङ डेज लाउँछ सो यतिकैमा हजुरको एकाउन्ट चाहिँ भेरिफाई हुन्छ र इफ हजुरलाई फिजिकल पेयोनियर मास्टर कार्ड चाहिएको छ भने हजुरले नेपालमै बसी मगाउन पनि सक्नुहुन्छ त्यसको लागि चाहिँ 5-6,000 चाहिन्छ र $100 को चाहिँ हजुरको एकाउन्टमा चाहिँ देखाउनु पर्ने हुन्छ $100 चाहिँ हजुरले आफ्नो एकाउन्टमा चाहिँ रिसिभ गर्नुपर्ने हुन्छ र इफ हजुरलाई फिजिकल पेयोनियर मास्टर कार्ड चाहिएको छ भने चाहिँ हजुरले चाहिँ $100 चाहिँ आफ्नो एकाउन्टमा चाहिँ रिसिभ गरेको हुनुपर्छ र फिजिकल्ली आउनको लागि चाहिँ हजुरलाई चाहिँ 5 to 6,000 चाहिँ चाहिन्छ हजुरको कुरियर चार्ज हजुरको कार्ड चार्जहरु सबै एकैचोटी मिक्स गरेर र हजुरको 2 देखि 4 वीक सम्म चाहिँ इजिली नेपालमा आइपुग्छ हजुरको DHL एरामाक्सहरु यस्तैबाट आइपुग्छ हैन र त्यो अर्डर गर्नको लागि चाहिँ हजुरको एकाउन्टमा चाहिँ $100 रिसिभ भएको देखिनु पर्ने हुन्छ सो हजुरले यति गरेरै हजुरले कार्ड पनि पाउन सक्नुहुन्छ नेपाल बसी यदि कार्ड चाहिदैन भने पनि हजुरलाई केही पनि छैन हजुरको जे कार्डमा हुन्छ डिटेल्स हुन्छ त्यो चाहिँ हामीले प्रोवाइड गरेकै हुन्छ इफ हजुरलाई चाहिन्छ भने मात्र मगाउनु होला नत्र एक्स्ट्रा खर्च चाहिँ नगर्नु होला पेयोनियर कार्ड चाहिँ अर्डर गर्नु छ भने चाहिँ हजुरले पेयोनियरको अफिशियल वेबसाइटमा गएर आफ्नो आइडी पासवर्ड हालेर लगइन गरेर हजुरले चाहिँ सेटिङमा जानु होला सेटिङमा गएपछि पेयोनियर कार्ड भन्ने अप्सन छ त्यहाँ पेयोनियर कार्डमा चाहिँ क्लिक गर्नु होला र त्यसपछि चाहिँ रिक्वेस्ट अ मास्टर कार्ड भनेर लेखेको हुन्छ रिक्वेस्ट मास्टर कार्डमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि चाहिँ त्यहाँ एउटा फर्म आउँछ त्यो एकदमै करेक्ट फिल गर्नु होला आफ्नो एड्रेसहरु आफ्नो नेमहरु आफ्नो जीमेलहरु आफ्नो नम्बरहरु एकदमै करेक्टली चाहिँ हजुरले फिल गर्नुपर्ने हुन्छ त्यो फिल गरिसकेपछि चाहिँ हजुरले सबमिट गरिदिनु होला र हजुरको त्यसपछि नेपालको कुनै कुरियरमा आइपुग्छ हजुरको DHL हरुमा चाहिँ आइपुग्छ हजुरको कार्ड आउन चाहिँ युजुअली 2 देखि 4 वीक सम्म लाग्ने गर्छ सो हजुरले कार्ड चाहिँ इजिली यसरी चाहिँ पाउन सक्नुहुन्छ
सो हजुरले कार्ड पाइसकेपछि चाहिँ त्यसलाई एक्टिभेट गर्न नबिर्सिनु होला। त्यसलाई चाहिँ एक्टिभेट गर्नुपर्ने हुन्छ। आफ्नो पायोनियर एकाउन्टमा लगइन गरेर हजुरले चाहिँ त्यहाँ एक्टिभेट कार्ड भन्ने अप्सन पाउनुहुन्छ, त्यसमा क्लिक गर्नु होला र आफ्नो पिनहरु चाहिँ सेट गर्नु होला। एन्ड त्यसपछि चाहिँ हजुरको कार्ड चाहिँ युज गर्नलाई एकदमै रेडी भइसकेको छ। सो अब चाहिँ हजुर आफ्नो कार्ड चाहिँ युज गर्न सक्नुहुन्छ। सो अब लास्टमा चाहिँ म हजुरलाई केही इम्पोर्टेन्ट टिप्सहरु दिन लागेको छु। हजुरको डिटेल्सहरु एकदमै करेक्ट हाल्नु होला एन्ड हजुरले फेक एकाउन्ट्सहरु चाहिँ नबनाउनु होला र ट्र्याक योर स्पेन्डिङ एन्ड फलो नेपालस लिगल रुल्स। सो यसरी नै हजुरले आफ्नो कार्ड चाहिँ अर्डर गर्न सक्नुहुन्छ। नेपाल बसी घर बसी नै इजिली नै हजुरले पायोनियर कार्ड चाहिँ पायोनियर मास्टर कार्ड चाहिँ हजुरले इजिली पाउन सक्नुहुन्छ। सो मेरो भिडियो चाहिँ हेल्पफुल लागेमा प्लिज लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। सो आजको लागि मेरो भिडियो यति नै हो। सी यू इन नेक्स्ट भिडियो। टिल देन बाइ।